बाबु हनुमान तिमीले छैन होला खाको नारायण हरि ल्याउठे कि बोकेर ए ल्याउठे कि बोकेर हनुमानले थवा गर हम सारा फलफुल खान भनेर बाबु हनुमान तिमीले सारा सीताजीको खोज खबर पनि गर्यो सीताजीलाई पनि हाजिर गरायो नारायण हरि हरि रोटी त ल्याएन हेर लौ रोटी त ल्याएन हनुमानले सारा फलफुलहरू दैन ठिक आफ्नो विचार गरेर बाबु हनुमान नारायण हरि हरि घडा ल्याएन हेर लौ घडा ल्याएन एकदम जलका खडा भइरहेका बाबु हनुमान छैन घडा उता पनि छैन नारायण हरि हनुमान हेर लौ आऊ वीर हनुमान आऊ वीर हनुमान आऊ वीर हनुमान माना यति कुरा जान आऊ वीर हनुमान हो दैव जानु मान कठैभरि नि त बाबु हनुमान तिमीले एकदम सारा वरण भएका सीताजीको खोज खबर गरेर एकदम रामको सामुन्नेमा दाखिल गरायो बाबु हनुमान तिमीले अब यो रामचन्द्रले ठुलो पुण्य गर्नेछ रामको पनि ठुलो भक्त हुनेछ बाबु हनुमान तिमीलाई ठुलो शक्ति मिल्नेछ एकदम रामचन्द्र भगवान खुसी भएर के भन्न लाग्नु भयो भनेदेखि एकदम काखमा लिएर बाबु हनुमान आदौ राम तपो वनादि गमनं माता मृग कण्ठनं वैदेही हरणं जराय वर्णं सुग्रीव सम्भाषणं बाली निग्रहणं समुद्र तरणं लङ्कापुरी दहनं भरत सदाय वर्णन रावण कुम्भकर्ण हनन्यरातुरं मायणम् नारायण